So, hello guys, this is my first photo vlog. मेरो मलाई आइडेन्टिटी पनि थाहा छैन कि छैन भनेर. But we are going to Sato Bato 3. मलाई थाहा छैन त्यहाँबाट कहाँ जाने हो तर त्यहाँबाट सानो काम गरेर जानुपर्ने छ. अनि यो बाइकहरू पनि है. अनि बाइकको अरू बाइकहरू पनि एक दिनमा आउने भनेर काम गरिरहेको तर it has been a long time since I am on the so more than let's see कता गइन्छ आज. Right. College, civil engineering, I couldn't miss class, but it's not like it's seen. Mobile light, I see gold of it. Mobile see your mobile holder. So, strap or fan it up. Or you know, what the idea idea? And you have right up for saw, right up the lucky. Right up for saw, and exciting with saw, you have to dream. This is the so I have the control, green my control pretty much what I'm trying to say is so right right your very real city at it or if city are there very different part of that okay there's a part of that put some part of that oh I don't know for अरे 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 yes, shit, I think I need to run out of this scene. I love that. Tên cái con này là sinh sống một cái ông là làm được công ty rồi thì sẽ làm cái nó đi thì nó hay ông cái làm không có làm cái gì con đó cũng có làm cho cái đó rồi tôi không có cái gì mà
अगाडिबाट आइरहेको थिएन त्यसै गरी मैले ओभरटेक गर्नु दियो यहाँ फेरि लेप्टप छ अर्को फेरि उसिट जाइयो यहाँ भिडियोमा के देखेन भएको कुरा कुनै हिजो सकिँदैन एयरपोर्टबाट दिएको चाहिँ मैले ठाउँमा किचनमा रुममा बसेर बसिरहेको हाम्रो देशको खान्छ अघि देख्छु किचनमा बसेर म त फुलको किचनमा तर कलम दिनु किचनमा बसेर म अपोजिट दिनमा काम गरेर अगाडिबाट गाडी आएको थियो अनि एक गर्छु अनि एकदम बक्छु अनि त्यो कारणले यसो साथमा बस्छु ब्रेक बाटो अपोजिट दिनमा अनि यहाँबाट निस्किएँ अब मलाई सातो बाटो त्यहाँनिर कहाँनिर हो भनेर ठ्याक्कै थाहा छैन त्यो बस्नु छ मैले सायद पत्ते गरेर रहेछु भरि बन्द गरेँ यता प्लान छ त्यति अगाडि गएर त्यो जातको छ त्यो गएर सातो बाटो त्यहाँनिर हो त्यहाँनिर हेर्छु अनि हेर्छु माई वे अगेन अनि आई स्टार्ट टु रिकभर अगेन Alright. So हाम्रो चाहिँ अहिले डेस्टिनेसन चाहिँ हाम्रो नयाँ बस्तीबाट अलिकति अगाडि गएर नयाँ बस्ती पुग्नु भन्दा पनि अगाडि नै हाम्रो राइड पर्ने रहेछ तर कस्तो रहेछ भन्दाखेरि चाहिँ हाम्रो यो बाटो पनि जानुपर्ने रहेछ मैले बाटोबाट आएँ हेरौँ अब कता पुगिन्छ यहाँबाट यस्तो राइड लिएर युटर्न गर्न मिल्दैन यहाँ चान्स भएको रहेछ आए बस्तीबाट राइड जानु त होइन यतैबाट जानु पर्थ्यो होला त्यस्तै हो कहिले काहीँ काट पाउँदैन बाटो धेरै हेरेको थिएन केही छैन अगाडिबाट भेटेर आउँदा अब खुल्दा आएको त हो छ होला हेऱ्यो भने जोर आउँदै ल्याउँदा अब यहाँबाट राइट गरेर हेरौँ होइन दिस इज लाइफो यतापट्टि 135 त्यो कुरा भइरहेको छ मैले के सिकाउँछु यहाँबाट गएर बाटोको होइन होला तर जाने पनि यस्तो घुम्नलाई कता हो अनि अलिकति भकिनुहुन्छ पार्किङ गर्ने एरिया रहेछ यता चाहिँ रोकेर हेर्नु होला त्यहाँ हेर्ने बाटो पनि पर्छ बाटो हाल्नु यता रहेछ
यहाँबाट जानुपर्ने यहाँबाट राइट जानुपर्ने तर पब्लिस भनेर चाहिँ गुगल म्यापले चाहिँ अगाडि गएर घुमेर आउनु भनेको छ सो आई विल अपडेट यु आफ्टर रिचिङ देयर एन्ड मेरो काम सकाएपछि है राइट सो मेरो सानो काम चाहिँ यही थियो सानो अब सानो सपिङ गरेर आएको अब के हो भनेर चाहिँ म तपाईँलाई घर गएर देखाउँछु अब म घरमै गइरह होला लो बाटोमा कतैतिर जानु मन लाग्यो भने जाने हो म घर नै जाने हो यहाँ सानो बाटो पर्यो ट्रायल गर्ने बेला त्यो हाम्रो पास गर्ने बेला अथवा सिक्ने बेलामा एउटा सानो बलियो हुन्छ नि त्यो बाटोमा हिँड्नुपर्छ नि एलिभेटेडवाला उठेको बाटोमा त्यो हिँड्नु परेको चाहिँ यस्तै सेम सेम रहेछ अरे अरे सेम सेमै रहेछ अलिकति त्यहाँदेखि त्यस्तै भयो अनि त्यसो चाहिँ किन गर्ने कुरो रहेछ भन्दाखेरि चाहिँ हाम्रो बाइक चाहिँ चलाउँदाखेरि हामीले चाहिँ सानो स्पिडमा ब्यालेन्स गर्न सकिन्छ कि सकिँदैन भनेर हेर्नको लागि टेस्ट गर्नको लागि अथवा सिक्नको लागि हो चाहिँ त्यो एरिया चाहिँ अनि अरे 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 गाडी यताउति रोक्छ त्यसरी जान्छको हामी तपाईँले जानुपर्छ त्यो अब पछाडि हेरेर जानुभयो त्यहाँदेखि बाटो जाँदैछौँ अगाडिबाट बाटो टर्निङ दिँदैछ यसो रोक्नु पर्यो भनेको जान्छ कि क्या हो जाँदैन जाँदैन रोकेर तेरो तेरो रोक्नुपर्छ यहाँबाट हामीलाई जानुपर्ने त्यो बाटो ग्याप फिल गरिदिउँ यहाँ खोली पनि त्यो राखिरहेको हातले आएर हिँड्ने अड्यासिटी पनि हेर न यार मान्छे पार्किङ पार्किङ साइनको अगाडि गएर पार्क गर्दा नेपालले चाहिँ सार पनि गर्छ नेपालले चाहिँ सार पनि गर्छ So let's go from here as a होइन त यो यतापट्टि जानुपर्ने यो अब यताबाट यसो राइटमा जानुपर्ने आएको छैन बाइकहरू यो ट्याक्सीले किन जस्तो गरेको
यतापट्टि जाने लाग्छ यदि पार्टी प्यालेस भयो पार्टी प्यालेसबाट भित्रपट्टि जाने बाटो चाहिँ छ त्यहाँबाट फेरि अरे 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 दाइ 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 यतापट्टि जाने बाटो चाहिँ छ हामी चाहिँ यताको बाटो युहरू पार गर्ने ठाउँ रहेछ यो चाहिँ ल अब यहाँबाट चाहिँ यो बाटोमा चाहिँ समस्या के छ भन्दाखेरि राइट जान अथवा लेफ्ट जान दुवैतिर चाहिँ समस्या छ क्या अब यहाँ यतापट्टि पनि ब्लक भएको छ यतापट्टि पनि ब्लक भएको छ खासै देखिँदैन अब यस्तो लाने यस्तो हुँदै बिस्तारै रोकेर जानुपर्छ होइन दिस इज नट माई बाइक यो चाहिँ हाम्रो कोठामा रुममा बस्ने रेन्टमा बस्ने दाइको बाइक हो दाइ चाहिँ अहिले भ्याली बाहिर जानुभएको छ हि वाज प्लानिङ टु रिटर्न विदिन अ फ्यु डेज तर धेरै एक्सटेन्ड हुन्छ नि त मेरो गेमिङ च्यानल छ एउटा टिकटकमा अनि युट्युबमा गेमिङ बिस्ट 6 भनेर छ टिकटकमा चाहिँ बाइक स्टार्ट गर्नु भयो यसो गएर हेरिदिनु डेल्टा फोर्स भन्ने गेम छ त्यो गेमको चाहिँ मैले एडिट गरेर हालिरहन्छु गेम मात्रै किन खेल्छु यसो रेकर्ड गरेर हालिदिनु पऱ्यो भनेर यसो हालिदिएको हो रिकर्ड जान लाग्यो साइड लाइटै वाला छैन जान लागेको त राइट त्यो पाङ्ग्रा हेर्दा त राइट त्यो बाटोहरू जस्तो लागिरहेको र यसो अरे 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 अरू साइड यसो त गर्दै जाँदा त्यस्तो हुन्छ होला भनेको यसो अब हामीले यहाँबाट नै लेफ्ट जाम होला अगाडिपट्टि धेरै जाम भइरहेको मुस्किल छ यहाँबाट लेफ्ट जानु पर्यो तर टर्निङ लाइटबाट रोकेपछि हामी कसरी लिने हो थाक्ने पनि यस्तो गएर गेम गएर फेरि राइट जानु पर्थ्यो हो अब कतिजना मान्छेहरू फेरि त्यसै बाटोहरूमा पनि आफ्नो मैले लेफ्ट दिने बित्तिकै राइटको डिसिसन दिएँ कति मान्छेहरूले चाहिँ ओभरटेक गर्नु भनेर सिग्नल दिएको भनेर बुझ्नु हुँदो रहेछ क्या एकचोटि मेरो त्यसरी नै झट्टै एक्सिडेन्ट भयो मैले यस्तो यस्तो गरेर यस्तो गरेर यस्तो गरेर हुन्छ नि छलेर गएँ यहाँ लिएर जाने अरू अरू झट्टै छोयो है त्यस्तो गर्दै 10 गर्दै गएँ यो कुरा चाहिँ मान्छेहरू जान्नुहुन्न सो दिस इज इट गाइज दिस इज द भ्लग फर्स्ट भ्लग मोटो भ्लग एक्चुअली किनकि मेरो अर्को भ्लग पनि छ मैले युट्युबमा हालेको थिएँ धेरै अगाडि मैले स्याटरडे भ्लग्स भनेर हालेको थिएँ आई प्लान टु भ्लगिङ एभ्री स्याटरडे होइन काहीँ न काहीँ गएर गर्नु जाने थिएँ तर घुम्न नि गइएन पनि खिचेन दिस इज इट थ्याङ्क यू भेरी मच फर वाचिङ इफ यु लभ इट सब्सक्राइब Yeah, boy. Ah, yeah. Oh, shit. टी-सर्ट 350 दिएको रहेछ नि लिएर आएको अलिक सानो हुन्छ तर ठिक्क हुन्छ ठ्याक्कै ठिक्क हुन्छ क्या यो ठुलो रेन्ज चाहिँ भन्दा नि त्यो ब्ल्याक एक्सल रहेछ तर यसो बडी छुटी बनाएर चटक्क देखिन्छ क्या पेट र थाली त हो रेनको फुल कभर खालको रहेछ हजुर 650 यस्तो रहेछ अब पुरा खोलेर हेरेको अलिकति डिस्काउन्ट हुँदैन र भनेको डिस्काउन्ट पहिलादेखि नै फिक्स हामीले डिस्काउन्ट गरेर राखेको हो फिक्स प्राइस हो भनेर भन्नुभयो गरौँ छैन हल्का छ ठुलो साइजले भन्नु खुसी छु साइज साइज रहेछ पाइन्छ
पुरै ढाक्छ भन्दाखेरि भन्नुहुन्थ्यो एकजनाले मात्रै हो क्या मलाई मात्रै हुने पछाडि पनि छ त टाउको छिराउने छ न त तर सानो साइडको एउटा भ्याम्लो ठुलो हुन्छ कि अब 650 आउनु भइगयो त्यही त 650 कभरमा हालेर त्यहाँदेखि कसरी हामी खबरमा हिँड्दाखेरि त्यसै आउँछ मैले यसो सोधेँ खसेको भयो नि तँलाई गइहाल्छ भाउलाई त्यसुकै किन डुबे नि हिजो अङ्कलले एयरपोर्ट लिनु जाने बेला के अरे यदि एउटा रेनकोट नभएर कति भिज्यो त्यही त भनेको त्यही भयो त्यही सोचेर त एकदम- मैले किनिदिएको त एकदम अति आवश्यकता परेको अस्ति आवश्यकता परेको चिजहरू मात्रै किन्नु सक्छ पैसा नि भएको अब के अरे मम्मीले स्पोन्सर गरिदिनु भएको भनेको मतलब तपाईँले पैसा हालिदिनु भएको अब 2000 पनि दिइरहेछु त्यो टी सर्ट पनि अब मैले किनेको right? So this is it for Smooth Vlog.